सबै मान्छे अरबपति भएको छैन, करोडपति पनि भएको छैन। कुनै कुनै कमाइयो बिग्रियो। बिग्रिने चाहिँ कस्तो बिग्रिने भनेको ठेकदार नै हो। जुवा तास खेलेको थियो भने जुवा खेलेको थियो मूल्य सुनको भन्दा महँगो छ है। मिडियामा यसरी नबोलिया भए राम्रो हुन्थ्यो। चिलिम फर्के ठेकदार अन्धधुन्धमै हालिदिन्छ कुनै कुनैले, चाइनिजले हालिदिन्छ। लुटपाट पनि चल्छ रे नि त होइन काभ्रेतिर? त्यस्तै यो जहीँ तहीँ फल्ने भयो, जहीँ तहीँ फल्या छ। हिमालयमा पनि फल्छ यो 3000-3200 सम्म फल्या सुनेको छु। त्यस्तो अहिले नै केही पनि छैन, भन्न मिल्दैन। त्यस्तैलाई जिताएर प्राइम मिनिस्टर बनाइसक्यो। अब सरकारको बजेटको ताल त्यस्तै रहेछ। मान्छेहरू चाहिँ ततर मम गर्छ, तछाड मछाड गर्छ, मलाई पनि कतिले फोन गर्छ। तिमीहरूको त हुन्छ अरे नि त त्यहाँ 5 मुखे फल्छ भने त्यो ग्यारेन्टी छैन। त्यो भ्रम हो। त्यसो भए त्यो भ्रम हो। एउटै बिरुवाको अब यसपालि सुनेको थिएँ 40,000-50,000 सम्म बिक्री भयो भन्ने कुरा भन्न मिल्दैन। उहाँहरूको उत्पादन हो, उहाँहरूको उत्पादन हो। ए ढेँडोले चाहिँ माला खाने हो। ऊ पनि जनावर हो। जनावर भयो भने हामीले मार्न त मिल्दैन। दाइ वेलकम, नमस्ते। नमस्ते। आराम हुन्छ? आरामै छु। केमा बिजी हुनुहुन्छ आजकल? ओडा त सिमान्छे है, ओडातिरै बिजी होला। ओडातिरै अलिअलि हल्का। तेमाल कति नम्बर ओडा रे तपाईँको? तेमाल 5। तेमाल 5 काभ्रे। तेमाल त बुद्ध चित्तले एकदम फेमस छैन अहिले? बुद्ध चित्त फेमस छ अहिले, सिजनको बेला पनि हो। सिजनको बेला पनि हो। के टिपिसक्यो अब सबै? हिजो आज करिब आधी जति भइसक्यो होला तेमालतिर चाहिँ। अब बेचबिखनको कामहरू यो दुई सिजन हुन्छ। 2 सिजन हुन्छ र? 2 सिजन हुन्छ। यो बुद्ध चित्तको यो लेक र बेसी हुन्छ। बेसीको चाहिँ करिब सकिसक्यो, अब लेकतिर बाँकी छ। लेक साइड चिसो ठाउँमा अलिक पछाडि नै। बुद्ध चित्तले त तेमालको मान्छेहरू सबै अरबपति बनायो भन्ने हल्ला छ त। सबै मान्छे अरबपति भएको छैन, करोडपति पनि भएको छैन। कुनै कुनै कमाइयो बिग्रियो। बिग्रिने चाहिँ कस्तो व्यापारीहरू बिग्रिने कि किसानै बिग्रिने? बिग्रिँदा किसानले त कुनै हालतमा बिग्रिँदैन। किसानको त आफ्नो उत्पादन भइहाल्यो। आफ्नो उत्पादन भइहाल्यो। अब बिग्रिने भनेको ठेकदार नै हो। ठेकदारले चाहिँ पैसा धेरै हाल्ने अनि बिक्री गर्न नसक्दाखेरि घाटामा पर्यो। त्योभन्दा नि ठ्याक्कै घाटा हुने कारण चाहिँ सोचे जस्तो दाना निस्किँदैन। मतलब तिनीहरूले पैसा चाहिँ अगाडि दिएको हुन्छ हो? पैसा अगाडि नै दिनुपर्छ। त्यो दाना नहेरिकन अगाडि दिने? फल्ने बेलामा, फुल आउने बेलामै दिने हो। अनि फल्ने बेलामा दिने हो। टिप्ने बेलामा चाहिँ टोटली क्लियर नभइकन किसानले टिप्न दिँदैन। जुवा तास खेलेको थियो भने जुवा खेलेको थियो? जुवाभन्दा अलिक कडा नै पर्छ अझै। अनि नदेखिकन पैसा दिनु पर्यो। त्यो खतम उत्पादन भयो भने त सक्यो। उत्पादन खतम निस्क्यो भने 0। ठेकदार चिलिम फर्क्यो ठेकदार। भनेपछि किसान त फाइदैमा रहेछ नि? किसान त फाइदै हुन्छ। आफ्नो त्यो माला छ भने त टेन्सन भएन। जोस् रुख निस्किनु पऱ्यो, दाना निस्किनु पऱ्यो। रुख निस्केपछि किसान कुनै हालतमा नोक्सान हुँदैन। कुनै नोक्सान होइन। त्यस्तै बेमानी आउँछ नि त ठेकदार। म यतिमा टिप्छु, तपाईँको यतिमा टिप्छु भनेर पैसा अलिअलि दिया हुन्छ। अनि त्यो बेला चाहिँ दाना पछि गएर दाना राम्रो निस्केन भने उनीहरूले बिचमै छोड्ने। त्यस्तोले अब सिधै आफू अब 10 लाख हालेको चिजले अब लाखौँ आउँदैन भने त 9 लाख त बचाउनुतिर जान्छ। त्यो एडभान्स पनि ती छोडिदिने? एडभान्स पनि त्यहीँ छोड्यो। त्यो दाना पछिको उसमा दाना निस्किने बेलामा उनीहरूले त्यसरी कुनै खास चाहिँ के को लागि प्रयोग हुन्छ त यो बुद्ध चित्त माला भन्ने? ठ्याक्कै नेपालमा हाम्रो चाहिँ बुद्धिस्टले लामाहरूले लाउने हो। लामाले जप्ने यहाँ लाउने हो। अनि यो खासै यो चाइनामा चाहिँ के को लागि प्रयोग भएको हो भन्ने कुरा चाहिँ थाहा छैन अहिलेसम्म। हामीलाई चाहिँ थाहा भएको छैन। तिनीहरूले के को लागि प्रयोग गर्छ भन्ने पनि थाहा छैन अहिलेसम्म। कुनैले चाहिँ ब्रासलेट हातमा अब लाउने हो। अब राम्रो माला। अब चाइनिजहरू त्यो मालाले राम्रो र नराम्रो चाहिँ कसरी क्लासिफिकेसन गर्ने? राम्रो नराम्रो त अब दाना हेरेरै थाहा हुन्छ। हो, राम्रो भने चाहिँ कस्तो? सानो गोलो मिलेकोले राम्रो मिलेको। अनि त्यसपछि अहिले आएर ठ्याक्कै ऊ चाहिँ 3 मुखे, 4 मुखे, 5 मुखे। त्यो पनि अहिले आएर चाहिँ त्यो पनि अलि राम्रो। कुन चाहिँ मुखेको चाहिँ राम्रो पैसा आउने? 5 मुखेको अहिलेसम्म 5, 6, 7, 8 सम्म। त्यसको चाहिँ राम्रो पैसा मूल्य सुनको भन्दा महँगो छ है। भनेपछि तिनीहरूले केमा प्रयोग गर्छ होला त्यस्तो सुनभन्दा पनि महँगो हुने भनेपछि त? अनि चाइनिजहरूले चाहिँ मैले 2-4 जना अब नेपालमा आउँदा चाहिँ उनीहरूले अब ब्रासलेट लगाउन छ। कुनै माला चाहिँ मैले त्यसरी प्रयोग गरेको देखेँ। उनीहरूले चाहिँ ठ्याक्कै त्यो उसमा सुनै हाल्दो रहेछ के? हो र? ब्रासलेटमा सुन मालाको भित्र?
ए भनेपछि त त्यो भित्र भन्नाले त्यो उसमा त्यो 5 मुखे 6 मुखे 7 मुखे उसमा चाहिँ त्यो स्टार जस्तै हुन्छ नि त स्टारको उसमा रेखामा उनीहरूले रेखा सुनकै हालेर रेखा बनाउँदो रहेछ कि त्यस्तो अनि त्यसपछि त यस्तो राम्रो देखिने कि त्यो ए धार्मिक हिसाबमा पनि धार्मिक हिसाबमा चाइनाले चाहिँ कसरी प्रयोग गरे त्यो ठ्याक्कै मैले पत्ता भएको छैन थाहा भएको छैन अब नेपालमा चाहिँ हाम्रो बुद्धिस्टहरूले प्रयोग गरे एउटा बुद्धको प्रसादको रूपमा ग्रहण गरिरहेछ नेपालीहरू पनि हुन्छ त्यस्तो महँगोतिर किन्नेहरू हुन्छ हो हाम्रो गुरुङहरू ठुल्ठुलो रेम्बोर्चेहरूले किनेर राम्रो मालाहरू राम्रो 8 mm सम्मको नेपालीले पनि धेरैले प्रयोग गरे तपाईँको ओडामा चाहिँ कति छ माला टन्नै छ मेरो ओडामा त खै के भन्नु अब तेमालमा टन्नै छ तेमालमा मेरो सबभन्दा ठुलो ओडा पनि मेरै हो भित्रभित्र बुझ्दै जाँदाखेरि चाहिँ 2-4 ठाउँको चाहिँ नाम एकदम प्रख्यात भएको मालाको लागि मेरो ओडामा चाहिँ अहिलेसम्म मेरै ओडामा व्यापारी बढी भएकोले आफ्नै व्यापारी आफ्नै घरको भएपछि ठ्याक्कै त्यसरी ठुल्ठुलो हल्ला भएको छैन ए आफै उत्पादन गर्ने आफै बेच्ने आफै व्यापारी घरकै सामान त्यो बेच्न त चाइनिज नै बेच्ने हो नि त बेच्ने त सबैले चाइनिजै हो इन्डियन अरू आउने त होइन आउँदैन इन्डियन चाइनिजहरू अहिले घरमै पुग्छ बारीमै पुग्छ घरमा त पुग्दैन यिनीहरू ठुल्ठुलोहरू चाहिँ पुग्दैन कुनै कुनै पुग्छ घरमा पुग्छ उनीहरूले बोर्डमै हेर्छ उनीहरूले नै हाल्छ अन्धधुन्धमै हालिदिन्छ कुनैले चाइनिजले हालिदिन्छ चलाउने त टोटली नेपाली व्यापारी पनि चलाउने त चाइनिजले नै हो टोटली चलाउने चाइनिजै हो अनि आर्थिक हिसाबमा तपाईँको ओडावासीहरूको आर्थिक जीवन सुध्रिया होला नि त यो मालाले गरेर सुध्रिया छैन धेरै सुध्रिया छ है पहिला खरको छानो लाउनेहरू अहिले जस्ता लाउने पिलरै हाल्ने नि हो सानो अब 3 वर्ष 4 वर्ष पछाडि त अब कर्मको फल भन्छ भन्नु चाहिँ भाग्यले दिनु पर्यो बुद्धले दिनु पर्यो 4 वर्ष पछाडि 5 वर्ष पछाडि त नपत्याउने हामी मान्छेभन्दा अलिअलि अग्लो भएपछि त्यसले नै 2-4 लाख 5-10 लाख दिने चिज फल्छ त्यहाँ हो यो त सुन भन्दा नि बहुमूल्य भयो नि त त्यही भएर लुटपाट पनि चल्छ नि त होइन काभ्रेतिर लुटपाट त खासै काभ्रेमा हाम्रोमा चाहिँ खासै त्यस्तो उभा छैन अलि टाढो चाहिँ हाम्रै काभ्रेकै व्यवसायीहरू चाहिँ अलि टाढो गएर त्यस्तै अब काभ्रेकै व्यवसायीहरू चाहिँ अठाउँमा गएर टाकटुको मारिदिने अब त्यहाँ त कसले किन्यो को पुग्यो टाढो त हामीलाई थाहा हुँदैन नि त अब घरको मान्छे नि त्यस्तै हुन्छ फेरि अब जो आए पनि हेर्न दिने त्यस्तै भएपछि त अब एक्लै बढिदिने एक्लै बढिदिँदै जाँदाखेरि किसान चाहिँ अलिकति त्यसमा चाहिँ फस्या हुन्छ कि किसान थाहा हुँदैन एक्ज्याक्ट किसानलाई टोटली ठ्याक्कै थाहा हुँदैन अब व्यापारीले त ठ्याक्कै 1-2 दाना 2-4 दाना टिपेर हेर्न साथ त थाहा हुन्छ कुनै ठाउँको किसान कस्तो लाग्छ तपाईँलाई यो बुद्धचित्त मालाले आम तेमालमा मात्रै नभएर जति पनि किसानहरू हुनुहुन्छ उहाँहरूको जीवन चाहिँ त्यस राम्रै भएको छ सबै ठाउँमा हुन्छ नि नभएको चिज कहीँ पनि रहेछ कुनै ठाउँमा पनि छैन रहेछ यो सबै ठाउँमा लगाइरहेको छ अहिले सबै ठाउँमा एउटा फेसन लगाएपछि जे होस् नहुने ठाउँ देखिएन नेपालमा चाहिँ पहिला चाहिँ बेसी पनि भयो पहिला सुन्थेँ बुढापाकाहरूले भन्थे अब यो हाम्रो तेमालमा भएको चिज अन्त हुँदैन भन्थे अहिले चाहिँ यो बिरुवामा पनि हरेक किसिमको आयो नि त प्रविधिहरू धेरै आए त्यो प्रविधिले गर्दा चाहिँ फलाउन चाहिँ सफल भएको यो जहीँ फल्ने भयो जहीँ फलाएको हिमालमा पनि फल्छ यो हिमालमा ठ्याक्कै हाम्रो 2200-2300 भनेपछि अहिले 3000-3200 सम्म फल्या सुनेको छु 3000-3200 मिटरसम्म फल्छ त्यति हाइटसम्म समुद्र सतहबाट त्यति चाहिँ फल्या सुनेको छु भनेपछि यो त नेपालको अर्थ विकासमा त यसले ठुलो राम्रो महत्त्व राख्ने रहेछ नि त होइन प्रयोग गर्न जाने भने धेरै राम्रो हुन्छ अनि जस्तै किसान चाहिँ करोडौँ लिरा सुन्छौँ हामी समाचारहरूमा सुन्छौँ नि त तिनले ट्याक्स चाहिँ कति तिर्छ राज्यलाई जस्तै म चाहिँ भर्खरै बेलायतबाट आएको बेलायतमा 7-8 वर्ष बिताउँदै गर्दाखेरि म सामान्य चौकीदार हुँ क्या चौकीदार काम गर्दाखेरि 20% ट्याक्स नर्मली तिर्छु कि दाइ हाम्रो चाहिँ केन्द्र सरकारको कानुन छैन प्रदेश सरकारको पनि कानुन छैन यसमा अब केन्द्र सरकारले ठ्याक्कै यसलाई वन क्षेत्रमा पढाउँछ
वन क्षेत्र भनेको वन क्षेत्र सामान्य भने- काठको रूपमा सामान्य उसको रूपमा पढाउँछ त्यो काठ वनस्पतिको रूपमा वनस्पतिको रूपमा पढाउँछ अँ, अनि म अहिले बालवाला वडाध्यक्षको नाताले अथवा पहिला पनि बनाएको रहेछ अलिअलि कानुन अँ, अनि हामीले चाहिँ तेमालमा चाहिँ प्रति केजी सफा गरेको 50 रुपियाँ अँ। सफा नगरेको बोक्रो सहित 25 रुपियाँ सफा गरेको 50 रुपियाँ रेट राखेर त्यसै स्थानीय केजीको हिसाबले केजीको उम्, त्यो त ताल पर्दा त 108 बेच्दैखेरि मान्छेको करोडौँ रुपियाँ करोडौँ छ नि। यो त सामान्य एउटा काठको जस्तो पो राखिदियो होइन सामान्य काठको ओहो त्यसले गर्दा त राज्यलाई त ठुलो भार परेन भने यो कुरा त आफ्नो देशमा उत्पादन भएको चिज त्यो राज्य जमिन भने त राज्यको हुन्छ नि त राज्यको। वास्तवमा त होइन पछि पो भूमि सुधार आयो अनेक भयो मान्छेले आफ्नो नाममा राख्ने भयो तर रियलमा त राज्यको हो नि त जमिन त जमिनदार अनि राज्यको जमिनमा उत्पादन भएको चिजमा अनि त्यहाँ चाहिँ पर्टिकुलर मान्छेको अथवा किसानको मात्रै अधिपति रहने हालिमुहाली रहने त अलिकति ठिक लागेन नि त्यो कुरा अब आफ्नो पूर्जा आएपछि यो 32 सालको उसबाट पूर्जा लिइसकेपछि पछाडिको दिनमा अब सरकारले त्यसमा बन्ने ठाउँ पनि हुँदैन तिरिया हुन्छ तिरिया हुन्छ त्यसलाई चाहिँ साँच्चीकै त्यो ट्याक्सको दायरामा राम्रो दायरामा लिएर आयो भने त करको दायरामा राम्रो ल्यायो भने त राम्रो हुन्छ यो नेपालमा करिब अहिले पैसाको चालखेल अनुसारले ठुलै हो यो है नेपालको लागि करको दायरामा राम्रो ल्यायो अनि भने ठुलै हो एउटै घरमा चाहिँ तपाईँको करोड रुपियाँ भित्रिनु भनेको त सानो कुरा होइन नि त वर्षमा करोडौँ रुपियाँ भित्रिनु भने त सानो कुरा हो त त्यो आउँछ अब जेन तेन अब प्रदेश के अरे पालिका सरकारले वडा सरकारसँग मिलेर अँ, धेरथोर लिन पाए धेरथोर कानुन बनाए अझ सुनेको थिएँ कुनै अँ, ठाउँमा त्यस्तो हाम्रो चलन छैन तपाईँहरूले कसरी लानुपर्ने हो उम्, हाम्रो कानुन बनाएको छैन लानुहोस् कुनै ठाउँ अझ त्यो पनि छैन त्यो सिस्टम आएको छैन अझै कर लिने सिस्टम आएको छैन कुनै पालिकातिर नगरपालिकातिर खुलै छोडिदिएछ खुल्लै छोडायो किसानले जतिमा बेचे पनि सबै उसैले पायो सरकारलाई ऊ छैन यो त कस्तो अलिकति असमानता जस्तो है त्यो सुन्दाखेरि के अब हामी चाहिँ ट्याक्स तिरिरहेको बानी भएर होला सायद अब थोरै कमाउँदाखेरि थोरै ट्याक्स तिर्ने हो धेरै कमाउँदा धेरै तिर्ने हो नि त खासमा त फेसिलिटी पनि त्यही ढङ्गले युज गर्ने त हो नि जस्तै तपाईँसँग पैसा इनफ छ भनेदेखि अभियसली तपाईँले फेसिलिटी धेरै युज गर्नुहुन्छ कि तपाईँसँग गाडी हुन्छ क्या बाइकको ठाउँमा गाडी हुने भयो अब बसमा हिँड्नुपर्ने ठाउँमा प्लेनमा जानुहुन्छ तपाईँ अभियसली राज्यको निकायहरू प्रयोग गर्नुहुन्छ त्यहाँ तपाईँले पहुँच राख्नुहुन्छ अब हामी चाहिँ यहाँ ट्याक्स तिर्यो भनेपछि अलिकति हिचकिचाहट हुने फेरि यो कुरा सुन्दै गर्दाखेरि तपाईँ हाम्रो यो कुरा सुन्दै गर्दाखेरि तपाईँकै वडावासीले पनि त्यहाँ क्वेसन रेज गर्न सक्ला किन करको कुरा उठाएको होइन हामी तिरिरहेको त 50 रुपियाँ कति किलोको 50 सफा एकदम क्लियर भएको 50 रुपियाँ 50 रुपियाँ क्लियर नभएको रुखबाट टिप्दै गर्दा त्यस्तै ल्यायो भने 25 रुपियाँ ए क्लियर भनेको चाहिँ त्यो सफा गरेर सफा बुद्ध माला गेडा मात्रै चाहिँ गेडा मात्रै निकालेपछि किलोको 25 किलो भने त 50 यति नै अट्छ होला नि त 1 किलोमा अट्छ त्यो अट्छ तर राम्रो भयो भने 8 mm को 1 किलो पुर्याउन सक्यो भने त्यसको 20औं करोड पनि आउन सक्छ है 50 रुपियाँ तिरेर 20औं यसलाई त ट्याक्सको दायरामा ल्यायो भने त अर्थतन्त्रको लागि त साह्रो राम्रो हुने रहेछ नि त नेपालको अर्थतन्त्रको लागि राम्रो छ सरकारले ल्याउनु पनि पर्छ जनतालाई एकदम राम्रो पनि हुन्छ यो त्यो क्षेत्रको सांसदहरूलाई थाहा छैन यो कुरा जस्तै सङ्घ सरकारलाई घसघस्याउन जाने संसदमा बोल्ने त्यो थाहा भएर नि चुपचाप बस्या कि चुपचापै भन्न पनि मिल्दैन अब यो किसानको आफ्नो निजी उसमा आएको चिज हो यो त्यो चुपचाप भन्न पनि मिल्दैन करको दायरामा कसरी ल्याउनु पर्ने जे होस् जनता पनि मर्नु भएन सरकार पनि मर्नु भएन हो दुवैलाई मार्नु हुने गरी अब किसान त उत्पादन गर्ने किसान त मर्नै भएन नि दुःख गर्ने हो नि त होइन हिलो मैलो हावापानी सरकारलाई पनि नोक्सान नहुने गरी किसान पनि नमर्ने हिसाबले त्यस ठिकको करको दायरामा त ल्यायो भने त्यो समग्र देशलाई नै राम्रो हुने भयो यो झगडा पनि हुँदैन लफडा पनि हुँदैन चोरी पनि हुँदैन सरकारले सेक्युरिटी चाहिँ कर लिएपछि सरकारले सेक्युरिटी परिहाल्यो नि राम्रो दिनु पर्यो अब राज्यलाई कर तिर्ने भएपछि त्यो राज्यको पनि सम्पत्ति भइहाल्यो नि सम्पत्ति होइन राज्यको सम्पत्ति हो त्यसको हिस्सा चाहिँ किसानले पनि पाउने हो यसलाई त अब किसानलाई 75% अनि राज्यलाई 25% मात्रै गरे पनि धेरै फाइदा हुन्छ नि त्यसलाई त त्यसो भन्दा सरकार त कहाँ पुग्छ यहाँ त कस्तो देखियो भने व्यक्ति चाहिँ धनी हुने हो व्यक्तिको घर चाहिँ पिल्लर ठडिने तर त्यो पिल्लर भएको घरमा जाने बाटो चाहिँ
बाइक पनि लान नसक्ने कस्तो देख्यो क्या स्थिति त्यस्तै छ होइन नेपालको। अनि त्यो व्यक्तिले त्यो बाटो पनि बनाउने होइन, बाटो बनाउनु त अभियसली राज्यले हो, राज्यको बजेटले बनाउने हो, राज्यले नै जस्तै पालिका तपाईँहरू जस्तो वडा प्रतिनिधिले बनाउने होला हो होइन। अनि पैसा चाहिँ जनताले खल्तीमा हाल्ने र इन्जोय गर्ने, तर त्यही जनता हिँड्ने बाटो चाहिँ बिजोग हुने, अनि त्यही जनता उपचार गर्ने अस्पताल चाहिँ बिजोग हुने, त्यो त राम्रो देखिएन नि त। जनतालाई सबै पैसा खल्तीमा हाल्यो, सबै पैसा आफै कमायो भन्न पनि मिल्दैन। त्यो त सरकारले कानुन बनाउन सक्नु पर्यो नि, कानुनै बनाउन दिएन त सरकार। राज्यको कमजोरी त्यसमा अलिकति केन्द्र सरकारको प्रदेश सरकारको त्यसमा चाहिँ अलिकति कमजोरी नै देख्छु। अनि अरू तपाईँको वडामा कस्तो राम्रो चलिरहेको छ? कति वर्ष हुनुभयो अहिले त्यहाँ? 3 वर्ष हुनुभयो कि 4 वर्ष? 4 वर्ष भइसक्यो नि अब 1 वर्ष 8-9 महिना 8-9 महिना बाइक 8-9 महिना त हो। त्यसपछि स्थानीय चुनाव आउने हो। अब त्यसपछि स्थानीय चुनाव हो के छ अब आउने वैशाखमा त स्थानीय चुनाव आइहाल्यो नि। ए अब अर्को फर्दर प्लान के छ तपाईँको? अब के पालिकातिर लड्ने कि सांसद लड्ने कि के? त्यस्तो अहिले नै केही पनि छैन, भन्न मिल्दैन। राजनीतिमा कुन तहबाट कति जम लिन सक्छ भन्ने कुरो हुन्छ, राजनीति कति हुन्छ बुझ्नु पर्यो। देशको स्थिति यस्तै छ। ए अहिले चाहिँ वडा अध्यक्षको रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, कस्तो छ जनताको रेस्पोन्स? राम्रो छ? त अब खै के भन्नु, जति चाहेको त्यति गर्न नसक्ने रहेछ। के को कारणले? बजेटको कारणले? त्यो बजेटको कारणले। म चाहिँ अब वडा अध्यक्ष जितेपछि यतिसम्म गर्छु भनेर आँटेर गइसकेपछि अब सरकारको बजेटको ताल त्यस्तै रहेछ। त्यो भित्र गएपछि मात्र बुझ्ने रहेछ नि त। बाहिर मान्छेले यस्तो उस्तो यस्तो गरेन त्यस्तो गरेन, वास्तविक कुरा त्यो भित्र गएपछि त्यो होइन रहेछ। चाहिएको त मलाई अहिले मेरो वडा मात्र बनाउनलाई 50 करोड भयो भने मेरो 1-2 वटा मात्र बाटो पिच हुने हो, 2-4 वटा धार्मिक स्थल बनाउन सक्ने हो, 2-4 वटा बनाउन सक्ने हो, 2-4 वटा स्कुलतिर राम्रो बनाउन सक्ने हो। हस्पिटल बनाउन सकेका छैन त्यहाँ। अहिले तेमालमा अहिलेसम्म हस्पिटल छैन। तेमाल गाउँपालिकामा प्रोसेस गरे हो। प्रोसेस अब कहाँबाट के विधिहरू अपनाएर कहाँ पुग्यो। लास्टमा गएर वन मन्त्रालय गएर चाहिँ त्यो हामीले जुन जग्गा चाहिँ हस्पिटल खोल्ने भनेर प्लान बनाएको थियो त्यो जग्गा चाहिँ अहिले वनमा गएर वनले चाहिँ स्वीकृति दिएको छैन। त्यहाँबाट त्यहाँ पेन्डिङमा बस्यो। धेरै छ अब गर्न नसक्ने, आँटेपछि चाहिँ गर्न सक्नुपर्ने हो, तर वास्तवमा त्यस्तो नहुने रहेछ राजनीति है। सोचे जस्तो राजनीति नहुँदो रहेछ। अब हाम्रो यो अर्ध विकसित देश, विकास देश भनौँ न, बजेटकै अभावले पनि धेरै समस्या हुने रहेछ। तर कति ठाउँमा चाहिँ बजेटै भए पनि कार्यान्वयन गर्न सक्ने कि, जस्तै काठमाडौँको बजेट भनेको एउटा मन्त्रालयको भन्दा पनि बढी हुन्छ कि हो, तर त्यहाँको विकास हेरौँ भने त खासै केही छैन। हुनुपर्ने हो नि, चोकै पछि टोयलेट हुनुपर्ने हो, चोकै पछि खानेपानीको एक्सेस मजासँग हुनुपर्ने जनतालाई होइन। काठमाडौँमा त खै खासै हामीले नि वडा अध्यक्ष 4 वर्ष पुरा भएर 5औँ छ करिब खै काठमाडौँमा त मलाई जहाँसम्म लाग्छ त्यत्रो साह्रो विधि चाहिँ काठमाडौँमा अब चाहिँ विकास चाहिएन भन्नाले विकास चाहिन्छ नै, तर त्यत्रो हिसाबले बजेट एकैचोटि हाल्न चाहिँ नपर्ने हो कि। त्यही त थोरै बजेट हुन्छ काठमाडौँ महानगरपालिकामा, एउटा मन्त्रालयको भन्दा बढी बजेट हुन्छ अरे त्यहाँ। गएको साल हेर्दाखेरि काठमाडौँमा अब हाम्रो नमुना गाउँपालिकाहरू निस्किसक्यो। 0 सरकारले दिएको पैसा 0 बाँकी नराखेर काम गर्ने, खर्च गरेको सबै खर्च गरेको। अब सुनेको थिएँ काठमाडौँमा जम्मा 27% हो कि कति % प्रयोग भयो। अनि त्यस्तैलाई जिताएर प्राइम मिनिस्टर बनाइसक्यो। के भन्ने भन्ने ठाउँै छैन। जनता अन्तमा तपाईँलाई यो बुद्ध चित्रको बारेमा अलिकति हामीमा क्युरियोसिटी थियो होइन, के रहेछ यो, किन यस्तो मँगिरहेछ, किन लुटपाट भइरहेछ, मान्छेहरू चाहिँ ततर मम गर्छ, तछाड मछाड गर्छ, मलाई कतिले फोन गर्छ, तिमीहरूको त हुन्छ अरे नि त त्यहाँ, खोइ कस्तो हो के हो, के नो साउन्ड भन्ने पनि हुन्छ अरे, के भन्दै हुन्छ, के हो खास त्यो नो साउन्ड भन्ने? त्यो नो साउन्ड भन्ने मैले नि अब यो चाइनिजले खासै नेपालीलाई मुर्गा बनाएको, पङ्गु त होइन, त्यो किसानलाई जसरी पनि पैसा आउनुपर्ने हो, जेसुकै जसरी पनि पैसा आउनुपर्ने हो, तर उनीहरूले नो साउन्ड बनोस् साउन्ड बनोस्, अब जस्तोसुकै जे भयो नि किसानलाई पैसा आउनु पऱ्यो, सामान बिक्री हुनु पऱ्यो। नो साउन्ड भन्ने चाहिँ भित्र गेडा नहुन्न छ क्या, त्यो खाली खाली पुरै सुपाडी जस्तो हुन्न छ।
सुपारीको भित्र गेडा हुँदैन नि त, दाना हुँदैन, दाना हुँदैन कि, दाना नहुने त्यो टम्मै हुने, पुरै टम्मै हुने कि त्यो, त्यसलाई चाहिँ नो साउन्ड भन्ने, त्यसलाई नो साउन्ड भन्दो रहेछ। त्यो के बलियो हुन्छ त्यो चाहिँ, त्यो बलियो नै हुँदो रहेछ त्यो, त्यो भित्र दाना नभएपछि खोक्रो भएन नि त, खोक्रो भएन त्यो, खोक्रो भएपछि अलि बलियो भयो। त्योहरू महँगो भएको त्यो चाहिँ, त्यो महँगो छ नि त होइन अहिले, त्यो त लास्टै महँगो रहेछ त्यो नो साउन्ड भन्ने चाहिँ, साउन्ड माला भन्दा त्यसको डबल त्यो परै आउनु। अनि अर्को एउटा भ्रम हो कि सत्य चाहिँ, जस्तै तपाईँको 5 मुखेको दानाको बिरुवा राख्यो भने अथवा बेर्ना राख्यो भने 5 मुखी नै फल्छ भन्ने छ नि, त्यो छैन, ग्यारेन्टी छैन। त्यो 5 मुखे फल्छ भने त्यो ग्यारेन्टी छैन, त्यो भ्रम हो। त्यसो भए त्यो भ्रम हो, व्यापारीहरूले हावा फैलाइदियो, त्यो पुरै हावा। त्यो रुख चिनिन्छ, त्यसको हामीले 3 मुखे 4 मुखे फल्छ भने त्यो चाहिँ कन्फर्म हो, त्यो कन्फर्म गर्न सकिन्छ। त्यो 4 मुखे 5 मुखे 6 मुखे फल्छ भने त्यो अलिकति त्यसमा चाहिँ मलाई पनि अलिकति भ्रम छर्या हो जस्तो लाग्छ। त्यो व्यापारीहरूले हावा फैलाइदियो। यो नयाँ किन्न चाहने किसानहरूलाई के भन्नुहुन्छ? जस्तै अब बुद्धसित म खेती गर्नु पऱ्यो अब भन्नेहरूलाई चाहिँ कुन मुखीको बिरुवा किन्दा चाहिँ बेस्ट हुन्छ जस्तो लाग्छ मलाई? अब त्यसमा त्यो भाग्यको कुरा हो होइन, अब यो ठ्याक्कै यही भन्न मिल्दैन, भाग्यको कुरा हो। अब सादा पनि कुनैमा अब करोडौँको चिज आइरहेछ, फल्छ है, फल्छ। त्यो नर्मलमा पनि आउँछ, त्यो करोडौँको आउँछ त्यो। ए भनेपछि त यो व्यापारीको हावामा नलाग्दाखेरि हुने रहेछ नि त। त्यो खासै त्यो व्यापारीले व्यापार हो, व्यापार न हो। अब तपाईँको छ नि अलिअलि भ्रम त फैलाइहाल्छ, फैलाउनै परिहाल्यो अलिअलि। जस्तै हाम्रो त्यो मालमा अब 500, 200, 1000, 5000, 20000 पर्छ, एउटै बिरुवाले 20000 पनि पर्छ। एउटै बिरुवाको अब यसपालि सुनेको थिएँ 40000, 50000सम्म बिक्री भयो भन्ने कुरा। के कस्तो बिरुवा थियो 40-50 वाला बिक्री? प्रविधि प्रयोग गरेर त्यसलाई के ग्राफ्टिङ गर्दो रहेछ। ठ्याक्कै त्यही आउँदो भन्दा कुनै 6 मुखी 7 मुखी फल्ने रुखको ग्राफ्टिङ गरेपछि त त्यही फल्छ भनेर त्यसरी चाहिँ बेचिरहेछ होइन। किसानले बेच्नु पनि पर्छ, त्यो राम्रो तर पछि फलेन भने त्यसको त्यो चाहिँ जिम्मेवारी कसैले लिन सकेन। भन्छ नर्मल बिरुवाहरू चाहिँ कतिमा पाइन्छ अहिले? नर्मल त खै अब के, अब त्यो लाजमर्दो छ, रेट नराखौँ अहिले, रेट नभनौँ। किसानले अब कति बेचिन्छ त्यो हामीले पढ्न मिल्दैन, उहाँहरूको उत्पादन हो, उत्पादन हो। सस्तोमा दिन मिडियामा यसरी नबोलिया भए राम्रो हुन्थ्यो। न त कुनैले अब 500मा 1000मा 2000मा जति पनि बेचे किसानको लागि यो यतिमा लिन्छु यतिमा बेच्छु म वडा अध्यक्षको हैसियतले त्यो बोल्दा अलिकति नहोला जस्तो लाग्छ। नमजा हुन्छ, आफ्नो व्यापार हो। कुनैले अब साथीभाइलाई सिधाइम पनि दिया हुन्छ त्यहाँ, हो नि। सिधाइम दिएको चिज किन दिएको भन्न त मिलेन नि त्यहाँ त, मिलेन। अब अन्त्यमा हामी अब लगभग यो बुद्धसिद्धको बारेमा थोरै बहुत क्लियर भयौँ। के भन्न चाहनुहुन्छ तपाईँको वडावासीको लागि? मेरो वडावासीलाई म के भन्छु भने अब म आफै पनि यो बाँदरको कारण अब त्यहाँ दुम्सी बदेल अनि त्यसपछि जरायो हरेक किसिमको जनावरले गर्दा लास्टै त्यो मकै खेती गरेर अरू खेती गरेर खाने स्थिति छैन। हो ऊ पनि जनावर हो। जनावर भयो भने हामीले मार्न त मिल्दैन। तैपनि उसलाई कसरी चाहिँ ऊ गर्ने, यहाँ त प्लान त बनाउनु पर्यो। कानुन त तालको छ नि। हाम्रो अब बाख्राखोर कोपर आउँछ, बाघ मार्यो भने हामी जेल जान्छ, सिधै जेल जान्छ। बदल मार्यो भने त्यस्तै हुन्छ। हाम्रो बाली खाना आउँछ, बदललाई भ्याउटा हानेर बदल मऱ्यो र अथवा कसैले रिपोर्ट गरिदियो भने हामी जेल जान्छौँ। यसपालि मेरो नि बारी छ, बाँदरले बढी नै दुःख दियो भनेर मैले आफैले पनि बुद्धचित्त म दुई दाजुभाइको बारीमा हालेको छु। 200 ओभरको बोर्ड हालेको छु मैले। बिरुवा रोप्नु भएको छ 200 बोर्ड हालेको। बाँदरले चाहिँ केही पनि गर्दैन बुद्धचित्तलाई? त्यसलाई चाहिँ खाएको देखाएन। अनि त्यो उतमा हाम्रो तिमाल 6 नम्बरतिर चाहिँ मैले सुनेको थिएँ त्यो डेढो बाँदर, त्यसले चाहिँ त्यसलाई अलिकति भनेको त्यो लामो पुच्छर लामो खालको फेस कालो, त्यसले चाहिँ अलिकति त्यसलाई सखाबै बनाउँदो रहेछ त्यसले। ढेँडोले चाहिँ माला खाने भन्दा नि त्यसले बिगारिदिने कि त्यो एउटा चाहिँ प्रब्लम आयो तिमालमा। अरू चाहिँ खासै त्यस्तो रातो बाँदरले चाहिँ त्यसले चाहिँ केही गर्दैन, त्यसलाई छुँदैन त्यसलाई। हो अहिलेसम्म छुको देखाएन। त्यसलाई थाहा नपाएर किन
होइन त्यहाँ काँडै काँडो हुन्छ उसले काँडोतिर छुने ऊ नै छैन अन्त त्यो खाने फल त होइन होला नि त बुद्ध चित्त भने त खान मिल्छ त खान त मिल्छ होला नि किन नमिल्ने ऊ नखाएको चिज केही पनि हुँदैन उसले बाँदरले है ए जस्तो रातो बाँदरले अहिलेसम्म त्यो दुःख दिए त्यो जस बुद्ध चित्तमालालाई दुःख दिए आएन बाँदरले दुःख दिएको बालीको विकल्पमा पनि बुद्ध चित्त रोप्न सकिने रहेछ नि सकिन है ल दाइ यति धेरै कुराहरू क्लियर गरिदिनु भयो आइदिनु भयो थ्याङ्क यू सो मच धन्यवाद